म चाहिँ हाम्रो यहाँ आज पार्कमा फुल फुलेछ कि भनेर हेर्न आएको है। अनि फुल चाहिँ राम्रोसँग फुलेर रहन्छ। अर्को हप्ता चाहिँ मजाले फुल्छ। कोपिला लागेको छ मजासँग। अँध्यारो भइसक्यो देखिँदैन है। यो सबै फुल फुल्ने रुख हो कि यो वरिपरि छ सबै। यो पाहाडको हाम्रो यहाँको सक्सानको बाफले ढाक्यो। अनि त्यही हो, अर्को हप्ता फुल्छ। अर्को हप्ता फोटो खिच्नुपर्छ। आज पानी परिरहेछ है। म चाहिँ माटबाट हतार हतार भाग्दै भाग्दै आएको क्या हेर्नलाई। मलाई चाहिँ रमाइलो लाग्छ है फुल फुलेको। दाइहरू चाहिँ माटोमा हुनुहुन्छ, म चाहिँ हेरेर आउँछु भनेर आएको के। मलाई फुल हेर्न चाहिँ एकदम रमाइलो लाग्छ। यहाँको झिलिमिली हुन्छ कि कस्तो मजाको। अनि नेपाल गएपछि यस्तो देखिन एकदम गाह्रो छ कि, किनभने नेपालमा त्यो पहेँलो त अलिअलि फुल्छ, आरू फुल्छ यसरी नै होइन। तर यहीँको जसरी यस्तो लटरम्मै फुल्दैन। मेरो क्यामेरै बिग्रिसक्यो, मतलब पानीले भिजिसक्यो। फुल देखिँदैन होइन, तर हल्का कोपिला लागेछ। अब म फर्किँदैछु। म क्यामेरा पुग्छु है। यप ल भयो। मसँग रङ्गी छाता छ LGBTQ वाला। ल ओके। यतापट्टि बस्तीहरू छ। अनि राम्रो छ। मलाई त यो ठाउँ एकदम राम्रो लाग्छ है। किन भन्दा धेरै बसिसक्यो यहीँ। एउटा लोकल, यो त नेपालकै ठाउँ जस्तो लाग्छ कि। यहाँको सबै थाहा छ। छप्पा छप्पा चान मारिसक्यो हामीले होइन। त्यो भएर एकदम रमाइलो ठाउँ छ यो ठाउँ चाहिँ। नेपाल गएपछि मलाई मिस हुने ठाउँ भने कोरियाको सौल त भइ नै हाल्छ होइन। सौल त त्यस्तो बबाल छ। मतलब सौल त एक नम्बरमा हुन्छ। अनि दोस्रो नम्बरमा छङ्जुको चियासाङ्गा पनि हुन्छ है। कस्तो दामी छ क्या त्यहाँ। एउटा स्ट्रिट छ सपिङ गर्ने, सबै ब्रान्डहरू छ। अनि सबै कस्तो मतलब त्यो भाइब नै अर्को छ क्या। त्यहाँको म्युजिक बजिरहेको हुन्छ होइन। रङ्गी चङ्गी आर्केडहरू छ गेम खेल्ने। त्यही भएर अनि यो ठाउँ त मेन त भइहाल्छ नि। यहाँ त आफै बसेको ठाउँ त फुल फुलिरहेछ है मेरो कमल। नाम थाहा छैन है, त्यस्तै फुल्छ।